लाजोको छलफल एउटा यस्तो प्रश्नबाट सुरु गरौँ न जुन सुन्दा त एकदमै सरल लाग्छ तर जसको जवाफले हैन व्यापारको पुरै दिन बदल्न सक्छ। प्रश्न हो, बजारमा पहिले को पुग्छ, तपाईँ कि तपाईँको प्रतिस्पर्धी? यो केवल कोही भन्दा 5 मिनेट छिटो पुग्ने कुरा मात्रै होइन नि, यो त दिनको पहिलो अवसर, पहिलो सम्बन्ध र पहिलो जित, त्यो कसले हात पार्छ भन्ने दौड हो। आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हामीसम्म सेल्स अनुशासन र बजारमा पहिलो हुनुको मतलब त्यो रणनीतिक फाइदाबारे केन्द्रित केही सामग्रीहरू छन्। शिव खेडाको एउटा प्रसिद्ध भनाइ छ नि, जित्नेहरूले फरक काम गर्दैनन्, उनीहरूले फरक तरिकाले काम गर्छन्। हो, आज हामी त्यही फरक तरिका के हो र त्यसको मुटुमा रहेको समयको अनुशासनलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर खोतल्नेछौँ। एउटा कथाबाटै सुरु गरौँ न त है, यसले कुरालाई एकदमै स्पष्ट पार्छ। यो कथा एकजना निकै प्रतिभाशाली सेल्सम्यानको हो, तर उसको एउटा समस्या थियो, ऊ प्राय ढिलो पुग्थ्यो। ऊ जब पसलमा पुग्थ्यो नि, त्यति बेलासम्म त बिहानको त्यो ताजा खरिदारी गर्ने मुड र बजेट दुवै सकिसकेको हुन्थ्यो। मतलब हरेक दिन उही कथा दोहोरिन्थ्यो। हो र यो अवस्थालाई केवल ढिलो हुनु भनेर मात्र बुझ्नु अलि अपुरो हुन्छ। यहाँ मनोविज्ञानका दुईवटा महत्त्वपूर्ण सिद्धान्तले काम गरिरहेका छन् जस्तो लाग्छ मलाई। पहिलो हो केरी प्राइमेसी इफेक्ट, अर्थात् मानिसको दिमागमा पहिलो पटक परेको प्रभाव सबैभन्दा बलियो हुन्छ। जब खुद्रा विक्रेताले बिहानै पसल खोल्ने बित्तिकै एउटा ताजा र ऊर्जावान सेल्सम्यानलाई सामानसहित देख्छ हैन, उसको दिमागमा त्यो उत्पादन र कम्पनीप्रति सकारात्मक धारणा बन्छ। अनि दोस्रो कुरा हो अवसरको लागत। त्यो ढिलो पुग्ने सेल्सम्यानले केवल अर्डर मात्र गुमाइरहेको थिएन, उसले त सम्बन्ध बनाउने, बजारको जानकारी लिने र आफ्नो आत्मविश्वास बढाउने अवसर पनि गुमाइरहेको थियो। हरेक दिनको सुरुवात नै हारको भावनाबाट हुन्थ्यो, जसले उसको बाँकी दिनको प्रदर्शनलाई पनि असर गर्थ्यो। हो त है। तपाईँको कुराले मलाई के सोच्न बाध्य बनायो भने उसले समय मात्र होइन, पसलेको दिनको पहिलो प्राथमिकता पनि गुमाइरहेको थियो। तर कथामा एउटा रोचक मोड आउँछ। लगातारको असफलता र निराशापछि उसले महसुस गर्छ समस्या बजारमा होइन, मेरै बानीमा छ। अनि उसले आफ्नो पुरै दिनचर्या बदल्ने एउटा कठोर निर्णय गर्छ। अनि त्यसपछि जे भयो त्यसले त पुरै खेल नै पल्टाइदियो। भोलिपल्ट ऊ सबैभन्दा पहिले गोदाम पुग्छ, आफ्नो गाडी लोड गराउँछ र बजारतिर हुइङ खिन्छ। ऊ ठ्याक्कै त्यो समयमा एउटा पसल अगाडि पुग्छ जब पसलेले भर्खर सटरमाथि सारिरहेको थियो। कल्पना गर्नुहोस् त त्यो दृश्य। पसलले उसलाई देखेर छक्क पर्छ, तर उसको आँखामा एउटा नयाँ चमक र प्रतिबद्धता देखेर प्रभावित पनि हुन्छ। त्यो दिन त्यो सेल्सम्यानले अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड तोड अर्डर मात्र पाएन, उसले त्यो पसलेको विश्वास पनि जित्यो। उसको दिनको सुरुवात एउटा विशाल जितबाट भयो। यही हो अनुशासनको वास्तविक शक्ति। यहाँको मुख्य कुरा के हो भने बजारमा प्रतिभाको कमी हुँदैन, तर अनुशासनको स्थिरता दुर्लभ हुन्छ। यी सामग्रीहरूले के देखाउँछन् भने त्यो सेल्सम्यानको सफलताको कारण उसको प्रतिभा मात्र थिएन, त्यो त पहिले पनि थियो। खास कारण त उसले आफ्नो प्रतिभालाई हरेक दिन निरन्तर रूपमा प्रस्तुत गर्ने एउटा प्रणाली बनायो। सफलता भनेको प्रणाली हो, कहिलेकाहीँ मात्र देखाइने चमक होइन। यसलाई जीवनसँग जोडेर हेरौँ न। यहाँ एउटा निकै मार्मिक भनाइ छ, समय नै जीवन हो। जसले यसलाई नष्ट गर्छ, उसले जीवनलाई नष्ट गर्छ। सेल्सको दुनियाँमा बिहानको पहिलो घण्टालाई गोल्डन आवर अर्थात् सुनौलो घण्टा भनिन्छ। हो, त्यो 1 घण्टामा जे गरिन्छ नि त्यसले दिनभरिको आम्दानी र मनोबल निर्धारण गर्छ। जब त्यो सेल्सम्यानले समयको महत्त्व बुझ्यो, उसले आफ्नो व्यावसायिक जीवनलाई नै नयाँ दिशा दियो। कथा र सिद्धान्त साँच्चै प्रेरणादायी छन्। तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, यो अनुशासनलाई व्यवहारमा कसरी उतार्ने? सुन्दा जति सजिलो छ, गर्न पक्कै गाह्रो होला। यसका लागि सामग्रीमा 10 जना सफल पेशावरहरूको मानसिकतामा आधारित 12 बुँदे पावर पोइन्ट्स रणनीति दिएको छ। यसलाई एउटा व्यवहारिक गाइडको रूपमा हेरौँ न त। पहिलो चरण हो बिहानको तयारी। यसको पहिलो बुँदा नै छ सूर्योदय अघि उठ्नु अनि मानसिक रूपमा दिनको जित तय गर्नु। दोस्रो,
घरबाट निस्कनु अघि नै आफ्नो बीट प्लानिङ तयार गर्नु। बीट प्लानिङ अर्थात् त्यो दिन कुन कुन पसलमा कुन क्रममा जाने भनेर नक्सा बनाउनु, ताकि बाटोमा समय खेर नजाओस्। हामीमध्ये धेरैले त यो योजना बाटोमा गाडी चलाउँदै गर्दा बनाइरहेका हुन्छौँ होला। ओ, अनि यी दुई बुन्दा आफैमा एउटा खेल परिवर्तक हुन्। सूर्योदय अघि उठ्नु भनेको मतलब तपाईले आफ्नो प्रतिस्पर्धी सुतिरहेको बेला आफ्नो दिनमाथि नियन्त्रण लिनु हो। त्यो शान्त समयमा जब दिनको योजना बनाइन्छ, तपाईँ प्रतिक्रियात्मक बन्नुहुन्न, तपाईँ सक्रिय बन्नुहुन्छ। दिनभरि के गर्ने भनेर सोच्नुको सट्टा तपाईले बनाएको योजना कार्यान्वयन मात्र गर्नुहुन्छ। अनि बीट प्लानिङको कुरा गर्दा यसले समय र इन्धन मात्र बचाउँदैन, यसले डिसिजन फटिग अर्थात् निर्णय लिँदा हुने मानसिक थकानलाई पनि कम गर्छ। जब अर्को कहाँ जाने भनेर सोच्नु पर्दैन, पुरै मानसिक ऊर्जा ग्राहकसँगको कुराकानीमा केन्द्रित हुन्छ नि। हो, अनि तयारीको तेस्रो र चौथो बुदाले यसलाई अझ व्यावहारिक बनाउँछ। तेस्रो हो राति नै गाडीको इन्भेन्ट्री अडिट गर्नु, अर्थात् गाडीमा कुन सामान कति छ र कहाँ छ भनेर पक्का गर्नु। र चौथो, गाडी छिटो लोड गर्न गोदाममा सबैभन्दा पहिले पुग्नु। यी त निकै साना कुरा जस्ता लाग्छन् नि, होइन र? बिहानको त्यो हतार र तनावलाई पुरै हटाइदिन्छ। थाहा हुन्छ कि मसँग ग्राहकले माग्न सक्ने सबै सामान छ। योले आत्मविश्वास बढाउँछ। अनि गोदाममा पहिलो हुनु भनेको लाइनमा बस्नु नपर्नु हो। त्यहाँ बचाएको 15-20 मिनेटले बजारमा पहिलो पसलमा पुग्न मद्दत गर्छ। यो सबै तयारीको अन्तिम लक्ष्य एउटै हो। 5औं बुदामा भनिए जस्तै बिहान ठ्याक्क 8:30 बजे वितरण बिन्दुबाट निस्कनु। यो एउटा नियम हो जसलाई तोड्न पाइदैन। बिहानको तयारी त भयो, तर त्यो सबैको परीक्षा त बजारमा पुगेपछि मात्र हुन्छ। राम्रो योजनालाई फिल्डमा गएर राम्रो नतिजामा कसरी बदल्ने त? अब यसबारे कुरा गरौँ, जसलाई बजारमा प्रभावकारी प्रस्तुति भनिएको छ। 6औं बुदा त हामीले कथाबाटै थाहा पायौं, दुकानदारको सटर खुल्ने बित्तिकै आफ्नो प्रभावशाली उपस्थिति जनाउनु। तर 7औं बुदाले यसमा एउटा मनोवैज्ञानिक तह थप्छ। सफा वर्दी र व्यावसायिक पहिरन मार्फत प्रतिस्पर्धीमाथि मानसिक दबाव सृजना गर्नु। के पहिरनले साँच्चै यति धेरै फरक पार्छ र? कतै यो बाहिरी देखावट मात्र त होइन? अवश्य फरक पार्छ। यो केवल राम्रो देखिनुको लागि होइन। जब तपाईँ सफा आइरन लगाएको वर्दीमा पालिश गरेको जुत्तामा ग्राहकको अगाडि उभिनुहुन्छ, तपाईले नबोलिकन 3वटा सन्देश दिइरहनु भएको हुन्छ। 1. म आफ्नो कामप्रति गम्भीर छु। 2. म जुन कम्पनीको प्रतिनिधित्व गर्छु त्यो व्यावसायिक छ। र 3. म तपाईको र तपाईको व्यापारको सम्मान गर्छु। यसले तुरन्तै विश्वासको वातावरण बनाउँछ। अनि जब तपाईको प्रतिस्पर्धी अलि लापरवाह पहिरनमा आइपुग्छ, ग्राहकले अवचेतन रूपमै तुलना गर्छ। पहिलो प्रभावको लडाईँ त त्यही जितिसक्यो नि। निकै रोचक विश्लेषण। अब 8औं बुदामा जाउँ, जुन एकदमै व्यावहारिक छ। बाटोको क्रमअनुसार गाडीमा स्टक मिलाएर राख्नु, अर्थात् जुन पसल पहिले आउँछ त्यसको सामान झिक्न सजिलो हुने ठाउँमा राख्नु। यो त सामान्य ज्ञान जस्तो लाग्छ, तर कतिले गर्छन् होला र? धेरै कमले। हामी यसलाई मोसन एफिसिएन्सी भन्छौं। हरेक पसलमा सामान खोज्न 5 मिनट मात्र बढी लाग्यो भने पनि दिनमा 10वटा पसलमा जाँदा झन्डै 1 घण्टा खेर जान्छ। 1 घण्टा? त्यो 1 घण्टामा एउटा नयाँ ग्राहक भेट्न सकिन्थ्यो। यो कार्यकुशलताले तपाईलाई छिटो मात्र बनाउँदैन, ग्राहकको नजरमा तपाईलाई एक व्यवस्थित र स्मार्ट पेशेवरको रूपमा स्थापित गर्छ। ग्राहकले सोध्छ, यो मान्छेलाई आफ्नो काम राम्ररी थाहा छ। अनि 9औं मुद्दा आजको समयमा सायद सबैभन्दा चुनौतीपूर्ण छ। कामको समयमा मोबाइलको प्रयोग केवल अर्डर लिन र नेभिगेसनका लागि मात्र गर्नु। सोशल मिडिया वा अनावश्यक करबाट टाढा रहनु। 10औं मुद्दाले चाहिँ सम्बन्ध निर्माणमा जोड दिन्छ। खुद्रा विक्रेतासँग बजारको अवस्था र प्रतिस्पर्धीको गतिविधिबारे जानकारी लिनु। यो त जासुसी गरे जस्तो भएन र? होइन, 9औं मुद्दा त अनुशासनको सबैभन्दा ठूलो परीक्षा हो। 1 मिनेट फेसबुक हेर्छु भन्दा कहिले 15 मिनेट बित्छ थाहै हुँदैन। यसलाई डिजिटल अनुशासन भन्न सकिन्छ। जसले यो गर्न सक्यो उसले दिनमा कम्तीमा 1 घण्टा अतिरिक्त समय पाउँछ। अब 10औं बुदाको कुरा गरौँ। यो जासुसी होइन, यो मार्केट इन्टेलिजेन्स हो। जब पसलेसँग सोधिन्छ, आजभोलि बजार कस्तो छ दाई? अरू कुन सामान राम्रो चलिरहेको छ?
तपाईले बिक्री मात्र खोजिरहनु भएको छैन, तपाईले सम्बन्ध बनाइरहनु भएको छ, तपाईले उसलाई महत्त्व दिनुभएको छ। यसले तपाईलाई एक बिक्रीकर्ताबाट सल्लाहकारको भूमिकामा पुर्याउँछ। यहाँ एउटा शक्तिशाली लाइन छ, सम्बन्धमा जो धनी उही बजारको असली धनी। दिनभरिको मेहनतपछि अब पालो आउँछ दिनको समीक्षा र भोलिको तयारीको। 11औं बुँदा छ, साँझमा दिनभरिको बिक्री र समय व्यवस्थापनको इमान्दारीपूर्वक विश्लेषण गर्नु। कहाँ राम्रो गरियो, कहाँ कमजोरी रह्यो भनेर समीक्षा गर्ने। र 12औं, सुत्नु अघि अर्को दिनको पहिलो पसल र पहिलो अर्डरको लक्ष्य डायरीमा लेख्नु। दिन सकिएपछि फेरि यस्तो विश्लेषण किन आवश्यक पर्यो होला? किनभने सुधारको चक्र यही पुरा हुन्छ। साँझको विश्लेषण भनेको हिसाब किताब मात्र होइन, यो आत्ममूल्याङ्कन हो। यो आफूसँग इमान्दार हुने समय हो। आज मैले कहाँ समय खेर फालेँ, कुन ग्राहकसँग राम्रोसँग कुरा गर्न सकिनँ, यो प्रश्नको जवाफले भोलिको दिनलाई अझ राम्रो बनाउनको लागि ठोस आधार दिन्छ। अनि सुत्नुभन्दा ठिक अगाडि अर्को दिनको लक्ष्य लेख्नु। यो एउटा शक्तिशाली मनोवैज्ञानिक प्रक्रिया हो। तपाईले आफ्नो अवचेतन मनलाई एउटा स्पष्ट निर्देशन दिनुहुन्छ। तपाई सुतिरहेको बेला पनि तपाईको दिमागले त्यो लक्ष्य पूरा गर्ने तरिका खोजिरहेको हुन्छ। त्यसैले तपाई बिहान उठ्दा नै एक स्पष्ट उद्देश्य र ऊर्जाका साथ उठ्नुहुन्छ। यी 12 बुदाहरूले एउटा स्पष्ट खाका त दिन्छन्, तर यो सबैको पछाडि सबैभन्दा महत्त्वपूर्ण कुरा त मानसिकता नै हो। यी सामग्रीमा केही शक्तिशाली र छोटा शार्प लाइनर्सहरू छन् जसले सही मानसिकता बनाउन मद्दत गर्छन्। जस्तै मलाई यो मन पर्यो, सूर्य उदाउनु अघि जो सेल्सम्यान जाग्छ उसैले बजारमा आफ्नो झण्डा फहराउँछ। साँच्चै कति ऊर्जावान। अर्को एउटा छ, जसको मर्निङ रुटिन सेट छ उसको हरेक टार्गेट हासिल छ। यी भनाइहरू केवल राम्रा सुनिने नारा होइनन्। यिनीहरूलाई बारम्बार मनन गर्दा यिनीहरू हाम्रो सोचको हिस्सा बन्छन्। यिनीहरूले हाम्रो दिमागलाई सफलताको लागि प्रोग्राम गर्छन्। यो आत्मसम्मोहन जस्तै हो, जसले शङ्का र आलस्यलाई हटाएर आत्मविश्वास र ऊर्जा बढ्छ। हो। अनि अनुशासनको सार बताउने अर्को एउटा लाइन छ, अनुशासन भनेको त्यो काम गर्नु हो जुन आवश्यक छ, चाहे मन लागोस् वा नलागोस्। मलाई लाग्छ सफलता र असफलता बीचको वास्तविक भिन्नता यही हो। मन लागेको काम त सबैले गर्छन् नि। अन्तरमा सन्दीप महेश्वरीको एउटा भनाइ छ, यदि तपाईले केही गर्ने अठोट गर्नुभयो भने सबै कुरा सजिलो छ। जब आफ्नो बानी बदल्ने अठोट गरिन्छ, बजार आफै आफ्नो लागि बदलिन्छ, होइन त? यो बिल्कुल सत्य हो। धेरै